यसरी बनाउँदै हुन्छ यहाँ सेकवा त्यसलाई खान नसकिने रहेछ त खान सक्दैन बे यो चाहिँ के आल्चा यो त पाला मात्रै पाइन्छ होइन परवल भेन्डी करेलाको दाम एउटै रहेछ होला कुनको लान्टी हो भण्डारी भिडियो गर्न मिल्छ नि हेलो साथीहरू सेवारो नमस्कार गुड आफ्टरनुन र सबै चाहिँ हाट बजारको क्षेत्रमा किसान व्यापार व्यवसाय साथै उपभोक्तालाई फाइदा हुने उद्देश्यले चाहिँ आज भने साथीहरू आएको छु हाट बजारको क्षेत्रमा चाहिँ झापा जिल्लामा अवस्थित कुञ्जीबारी हाट बजार र यो बजार चाहिँ हरेक हप्ताको शनिबार लाग्छ भने आज शनिबारको साँझको 4 बजेको छ भने म चाहिँ ठ्याक्कै तपाईँलाई पछाडि देख्नुहुन्छ कुञ्जीबारी चोक यो ठ्याक्कै हाटको स्ट्याचु देख्नुहुन्छ कुञ्जीबारी चोक र यो बजार आउने लोकेसन भन्नुपर्दा तपाईँहरू पूर्व पश्चिम राज्यको महेन्द्र हाइवे केरखाबाट 20 किलोमिटर दक्षिणतर्फको बाटो सिधै आउनुपर्ने हुन्छ भने तपाईँहरू यता हुलाकी राजमार्ग हुँदै पनि आउन सक्नुहुन्छ गौरीगञ्ज हुँदै भने अब चाहिँ भने पुरै कुञ्जीबारी हाट बजार एक्सप्लोर गर्ने साथीहरू यहाँको फिस मार्केट भेजिटेबल्स मार्केट मिट मार्केटहरू सबै एक्सप्लोर गरेर तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु भने भिडियोलाई हेर्दै गर्नुलाई भिडियोलाई मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला साथीहरू देख्नुहुन्छ तपाईँहरूलाई यहाँनिर यस्तरी हात्तीको स्ट्याचु बनिरहेको छ यहाँनिर हात्तीमाथि शिवजी रहेछ है यहाँबाट स्टार्ट हुन्छ साथीहरू कुञ्जीबारी हाट बजार अहिले चाहिँ भने साँझको 4 बजेको छ भने तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ कुञ्जीबारी हाट बजारमा यसरी रुद्राक्ष माला कसरी दायो चाहिँ यो 150 कतिवटा छ यहाँ यो दाना चाहिँ क्या यो दाना 108 त होइन नि ल कुञ्जीबारी बजारमा यहाँ माटोको भाडाहरू देख्नुहुन्छ यसरी घैला कसरी पर्छ त यो घैला यो 150 मा यत्रो ठुलो घैला आउँछ है ल खुत्रुकीहरू पनि देख्नुहुन्छ तपाईँहरूले यहाँनिर यो चाहिँ लट्ठी पनि बेच्नु हुँदो रहेछ अङ्कलले यो चाहिँ के को लट्ठी हो अङ्कल यो बाँसकै बनाउनुहुन्छ ए कम्पनी किनेर ल्याउनुहुन्छ कति पर्छ बाँसको 200 रुपियाँ कुञ्जीबारी बजार लाँदाखेरि 100 रुपियाँ यो 160 रुपियाँ मैले बनाएर दियो भने 200 रुपियाँ यो छातामा सेट गर्दा नि ए छातामा लाउने हो यो ए सेट पनि गर्नुहुन्छ छातामा ए यो बजार कुन कुन बार लाग्छ शनिबार मात्रै शनिबार मात्रै लाग्छ चाहिँ छातामा लाउँदछ यहाँ देख्नुहुन्छ बाँसको आइटमहरू तपाईँहरूलाई यसरी बाँसको डोकोहरू यसरी नाङ्लो देख्नुहुन्छ यहाँनिर यसरी कसरी कसरी हो अङ्कल यो चाहिँ 200 यो चाहिँ 200 250 300 यसरी देख्नुहुन्छ यो चाहिँ यहाँको लोकल नाङ्लो हो भने यो चाहिँ पहाडी नाङ्लो होइन ल यसरी पहाडी नाङ्लोमा चाहिँ यो बाँसले यस्तो बाँधेको हुन्छ यहाँको लोकलमा यो यसरी सुत्रुले डोको चाहिँ कसरी छ 300 400 को डोकोहरू देख्नुहुन्छ तपाईँहरू झाडु कुचोहरू देख्नुहुन्छ भने यहाँनिर जुत्ता चप्पलको लाइन देख्नुहुन्छ यसरी कुञ्जीबारी बजारमा र यहाँको बाछा बजार मासु बजार पनि पुरै एक्सप्लोर गर्नेछु भने यहाँ चाहिँ देख्नुहुन्छ पुरै फरुवाहरू कोदालो यो कति पर्छ र यसको 600 है ठुलो पनि यो ठुलो चाहिँ 950 यहाँ फलामको आइटमहरू देख्नुहुन्छ तपाईँहरू लोकल आइटम एकदमै कराईहरू पनि देख्नुहुन्छ यसरी अहिले चाहिँ भने साँझको 4 बजिसकेको छ यतिको भिडभाड देख्नुहुन्छ तपाईँले कुञ्जीबारी बजारमा आलु चप प्याजीहरू बजार त उठ्नै लाग्यो कि अब त चाहिँ पुरै डोनट आलु चपहरू रहेछ कसरी डोनट चाहिँ यो चाहिँ के हो सेल सेलरोटी जस्तो खालको रहेछ कलर हालेको छ सेलरोटीमा पनि कसरी सेल चाहिँ 10 रुपियाँबाटै सेल पनि ल ढुङ्ग्रीहरू देख्नुहुन्छ यसरी प्रशस्तै मात्रामा यहाँनिर जलेबी चाहिँ कसरी छ आन्टी यहाँ पावाको 60 पावाको 60 को जलेबी देख्नुहुन्छ तपाईँलाई यहाँ ब्रेडहरू देख्नुहुन्छ यसरी ठिकठाकै भिडभाड लाग्दो रहेछ साथीहरू यो बजार चाहिँ यतापट्टि चाहिँ पुरै सब्जीको मन्डी छ भने देख्नुहुन्छ यसरी यहाँको बजार चाहिँ ल यो चाहिँ प्लान्ट्सहरू राख्नु भएको छ अङ्कलले ल यसरी कताको प्लान्ट्स हो झापाली प्लान्ट्स कतिको प्लान्ट्स छ त यहाँ कतिको राख्नु यो हेबिकस 100 रुपियाँ गोटा हेबिकस भन्छ यसको नाम यो चाहिँ कागती यो 12 मासे गोलो कागती फली पनि राखेको रहेछ
100 रुपियाँ गोटा ए यसरी देख्नुहुन्छ यहाँको प्लान्ट्सहरू भने यताबाट देख्नुहुन्छ यतिको भिडभाड भएको छ बजार चाहिँ त्यसो भने म यहाँ सब्जीको मूल्यहरू बुझ्ने थोरै साथीहरू यो बजारको कटहर यहाँ ठुलो कटहर ल्याउनु भएछ आन्टीले कति रुपियाँ यसको आन्टी 10 रुपियाँ घटाएर 90 रुपियाँ ए फर्सी चाहिँ डल्लै डल्लै बेच्दै हुनुहुन्छ आन्टीले यसरी ल यो काटेको चाहिँ कसरी हो ए 10 रुपियाँ पिस ए यो लट्टे चाहिँ 10 रुपियाँ मुठा यस्तो राम्रो लटेर सेतो लट्टे होइन यो 10 रुपियाँ मुठाको लट्टे हुन्छ आन्टी म यहाँ बजार घुम्छु पहिले फर्स्टमा ल यस्तो देख्नुहुन्छ यहाँको कुञ्जीबारी बजार चाहिँ यतिखेर साँझको बेला भिडभाडै रहेको साथीहरू बजार चाहिँ ठुलै लाग्दो रहेछ आज चाहिँ पानी पर्ने सिजन पनि भएर अलिक सानो यहाँ देख्नुहुन्छ ब्रेडमा यति धेरै भिडभाड परसम्म देख्नुहुन्छ तपाईँले बजारमा भिडभाड चाहिँ ल यता पनि छ सब्जीहरू चाहिँ लोकल सब्जीहरू पुरै यसरी यो देख्नुहुन्छ आलु चाहिँ कसरी छ आन्टी 40 रुपियाँ पावा किलो ए टमाटर चाहिँ बढेको दाम अहिले धेरै दाम बढेछ है टमाटरको 70 रुपियाँ किलो भइसकेको छ टमाटर चाहिँ ल यहाँ देख्नुहुन्छ कोलाहरू यसरी कुन कोला आन्टी हो भण्डारी मान्छे पो हुन्छ होइन भण्डारी त भण्डारी कोला चाहिँ कसरी हो 80 रुपियाँ दर्जन चिनी चम्पा चाहिँ ए यो पो महँगो भण्डारी पो भण्डारी कोला देखेँ ल आज चाहिँ फर्स्ट टाइम यहाँनिर यता पनि देख्नुहुन्छ यतिकै भिडभाड रहेको छ बजार चाहिँ यहाँ पनि देख्नुहुन्छ पुरै लोकल सब्जीहरू पुरै यसरी ल यो चाहिँ मुन्टा राख्नु कसरी मुठा आन्टी हो 20 रुपियाँ मुठा ए घरकै सब्जी कस्तो मजाको डुकु रहेछ है फर्सीको यहाँ आन्टीले राख्नु भएको छ भाग लगाएर कसरी आन्टी यो पोइसाक यो चाहिँ पटुवा यो चाहिँ तिते कि मिठे हो यो तिते ए फ्राई गरेर खाने झोल नहालिकन खाने मिठेमा चाहिँ झोल हालेर खाँदा हुन्छ यसमा चाहिँ नहालिकन खानु पर्यो ल यहाँ चाहिँ अलिकति भिडभाड रहेछ चोकसँग उतासम्म लागेको छ बजार यहाँ देख्नुहुन्छ सब्जीहरू यसरी बहिनी कसरी भेन्डी बहिनी 50 रुपियाँ किलो करेला र भेन्डी 50 सेम हो यो पर्पल चाहिँ पर्पल भेन्डी करेलाको दाम एउटै रहेछ होला टमाटर 80 यता 60 मा दिइरहेको थियो त यो चाहिँ लोकल हो त लोकल चाहिँ सस्तो हुन्छ यो चाहिँ 80 यो चाहिँ कताको हो दाइ यो चाहिँ कताको हो दमबाट ल्याएको टमाटर देख्नुहुन्छ सस्तो चढेर ल यताबाट देख्नुहुन्छ तपाईँले माछा बजार पनि एक्सप्लोर गरिहाल्नु पर्छ साथीहरू यहाँ देख्नुहुन्छ आलु यसरी यहाँको माछा बजार देख्नुहुन्छ यसरी यतिको भिडभाड रहेको छ यहाँ देख्नुहुन्छ मुङ्ग्री कसरी हो मुङ्ग्री चाहिँ 350 रुपियाँ यो आरसी चाहिँ कसरी हो अङ्कल 350 ल अङ्कल त बोल्नै भ्याउनु भएको छैन बोल्दै काम गरिहाल्छ नि बोलेन भने फेरि तपाईँ कामै हुँदैन यो चाहिँ कसरी फङ्गस चाहिँ यो एउटै दाम यति न ए यो चाहिँ महँगो होला कुन पो यो त ग्रास चाहिँ 400 रुपियाँ केजी रहेको छ यहाँ चाहिँ ल यता पनि लागेको छ बजार चाहिँ देख्नुहुन्छ यसरी परसम्म कुञ्जीबारी बजार ल यस्तो देख्नुहुन्छ कुञ्जीबारी बजार ठ्याक्कै यतापट्टि चाहिँ तपाईँहरूले माछा बजार देख्नुहुन्छ यसरी कत्रो ठुल्ठुलो रहेछ यो त पम्पलेट त आमा कसरी दिनुभयो तपाईँले चाहिँ यो दाइ 350 रुपियाँ केजी एउटै दाम कपै पनि 350 मै सबै 350 नै दिनुभएछ कपै पनि यहाँ झन् ठुल्ठुलो रहेछ है आरसी र फङ्गस चाहिँ यो पनि सेम दाम हो बहिनी सबै सेम दाम 350 ठुलो साइजको राख्दो रहेछ बहिनीले चाहिँ ल मुङ्ग्री पनि हेर्नु सक्नुहुन्छ कत्रो साइजको छ हेर्नु यो कति केजी होला बहिनी यो 4 केजीसम्म हुन्छ लोकल
यहाँ देखेर सिङ्गे माछा यो कसरी जोखेर 200 रुपैयाँ पाव 800 रुपियाँ केजी सिङ्गे तापनि रहेछ नि त यो चाहिँ कुन हो यो खोलाको कुन मै खोलाको होइन कुन माछा त्यही त यो रेवा माछा हो रेवा माछा असला यो चाहिँ पुरै सिङ्गी सिङ्गी चाहिँ पोखरीको हो खोलाको यो पनि खोलाकै हो 200 रुपैयाँ 800 रुपियाँ केजी अरे सिङ्गी खान सक्दैन सिङ्गी चाहिँ यो चाहिँ कसरी त्यो 100 रुपैयाँ कुन भन्नुभयो रेवा माछा रेवा माछा 100 रुपियाँ पावा यसको डबल महँगो रहेछ यो रेवाको डबल महँगो दुइटै माई खोलाको हो मै खोलाको माई खोलामा पनि यत्रो ठुलो माछा पाइन्छ पाइन्छ के पाउँदैन अब बेला आउँदै थियो यसमा पनि अझै अझै मर्छ फुटाउँछ यसले यो त फेरि साइज पनि ठुलो रहेछ यसको त केही पर्दैन केलाउन यसको तेलमा हाल खाइदिइहाल एक नम्बर यता पनि छ एक नम्बर माछाहरू चाहिँ यस्तो भिडभाड रहेछ ल यहाँ चाहिँ कुन कुन छ रातो रातो पनि देख्छु त म त यहाँ चाहिँ कुन कुन छ दाइ यो चाहिँ कुन हो देखाउनु त यो अरे माथि देखाइदिनु नि एकचोटि अर्कै कलर छ त्यो कमल काट्दा किन यो देखाउनु न यसरी हेरौँ देखाउनु कस्तो राम्रो लाग्यो मुख देखाइदिनु त यस्तरी यो चाहिँ कमलकारै नाम पनि ए रातो पहेँलोबाट पो रहेछ त कसरी केजीको यो 400 रुपियाँ केजी है यो पनि त्यस्तै रहेछ है देख्नुहुन्छ रातो पहेँलो पहेँलो छ यो चाहिँ माईको माछा कसरी माईको चाहिँ 100 रुपियाँ पावा बाईको माछा देख्नुहुन्छ यता पनि देख्नुहुन्छ अङ्कलहरूको ठुलो ठुलो माछाहरू यो चाहिँ पोखरीकै माछा हो 350 रुपियाँ केजी होइन अङ्कल रहु पनि रहु चाहिँ 400 रहु महँगो छ यतिखेर बिगेट छैन रहेछ यहाँ जोग्दै हुनुहुन्छ बहिनीहरूले यसरी ल फङ्गस मुङ्ग्री जोग्दै रहेछ है कत्रो ठुलो मुङ्ग्री हो यो त 3.5 किलो यसको त पेट पनि कत्रो ठुलो हुँदो रहेछ यसले त मासु पनि खान्छ नि होइन मुङ्ग्रीले खान्छ यसले मान्छे पनि खान्छ मान्छे पनि खान्छ नि मान्छे पनि खान्छ मान्छेको मासु दियो भने खान्छ खान्छ यो खान्छ ठुलो यो नालाको माछा हो नि त नालाको भन्नाले ठुलो समुद्रको माछा यो समुद्रको पोखरीको होला पोखरीको होइन यो बाहिरको माछा हो नेपालको होइन यो नेपालको होइन नेपालकै हो बा तपाईमा कति चाट्नु हुन्छ उता जानु त नेपालमा होइन चरी कडे खान्छ कताको अङ्कल यो माछा अङ्कल कताको हो यो माछा यो माछा यो चुप लागेर आदा तु खादै हो कि नै यो इन्डियाको माछा कते मुङ्ग्री माछा 350 रुपियाँ सस्तो छ किनेर ल्याउनुहुन्छ तपाईँले नि आफै मारेर कता हिजै मार्नु हो कि आजै मारेर आजै ल्याउनुहुन्छ बेच्नु आज माऱ्यो आज ल्यायो ताजा 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 यता पनि देख्नुहुन्छ यसरी उतापट्टि भेजिटेबल्स मार्केट चाहिँ सुनसानै भइसकेको साथीहरू यतिखेर चाहिँ ल यहाँको माछा बजार तपाईँहरूले एक्सप्लोर गरिहाल्नु यस्तो खालको देख्नुहुन्छ 350 चाहिँ लगभग मासु भनेको माछाको दाम चाहिँ यता पनि देख्नुहुन्छ ठुलो ठुलो साइजको यो पम्पलेट कटिङ गर्दै हुनुहुन्छ यतातिर आरसी कति केजी होला दाइ यो 2 केजी लानु न माछा यहाँबाट ए दाइ भाइसँगै लानुभयो
सरी मुङ्गरी कति साइज कत्रो साइजको रहेछ मुङ्गरीको साइज देख्नु 350 रुपियाँ केजी माछा सस्तो छ यहाँनिर कटिङ हुँदैछ सबै 350 दाइ यो चाहिँ यहीँ नेपालकै ताजा माछा यो ठुलो कति केजी होला 2 केजी साइजहरू ठुलो साइजको माछाहरू देख्नु तपाईँले यहाँनिर यसो यस्तो देख्नु चाहिँ यहाँको भेजिटेबल्स मार्केट चाहिँ यतापट्टि थोरै एक्सप्लोर गर्नुपर्छ साथीहरू म चाहिँ यहाँ चाहिँ आलु चप प्याजीहरू राख्नु हुँदो रहेछ आन्टीले यसरी सेल बनाउँदै हुँदो रहेछ कसरी आन्टी सेल 10 रुपियाँको सेल बनाउँदै हुनुहुन्छ दस रुपियाँ गोटा सेल रहेको छ ल यतापट्टि थोरै लागेको छ बजार चाहिँ देख्नुहुन्छ तपाईँहरूले यो चाहिँ कपडाको मार्केट रहेछ यो चाहिँ होलसेल कपडा होला सायद कसरी छ चिकन 400 बढी दाम है अहिले बढेको हो दाम अहिले पहिला 80 मात्रै थियो 380 कतिवटा जान्छ यहाँ बजारको दिन कतिवटा जान्छ बजारको दिन अन्दाजी कतिवटा जान्छ भिडियो गर्न मिल्छ नि 400 रुपियाँ केजी रहेको छ कुञ्जीबारी बजारमा चिकन चाहिँ कटिङ चिकनको पुरै रेडी गरेर राखेको रहेछ जोख्ने पनि माथि पो रहेछ त्यहाँ त माथि पो रहेछ जोख्ने पनि अर्कै तरिका गरेर ठ्याक्क माथिबाट बङ्गुर चाहिँ कता काट्छ यता यो निकै माथि कि ए सेक्वाहरू पनि बनाउँछ त्यहाँ ल चिकन चाहिँ यहाँको यस्तो देख्नुहुन्छ तपाईँहरूले भने यतापट्टि तपाईँहरूले बङ्गुरको मिट मार्केट देख्नुहुन्छ तपाईँ म बङ्गुर मार्केटतिर जानु पर्यो साथीहरू यहाँ चाहिँ अर्कै खालको साग देखेँ ल आन्टीले मैले यो चाहिँ कुन साग आन्टी ए पैसाकै ठुलो खालकोबाट रहेछ है कसरी 10 रुपियाँ मुठा यो पनि 10 रुपियाँ मुठा पोइ साग देख्नुहुन्छ तपाईँहरूले त्यहाँ माथि चाहिँ तपाईँहरूले बङ्गुरको मासुको लाइन देख्नुहुन्छ त्यहाँनिर जानु पर्यो साथीहरू म चाहिँ अब यहाँ चाहिँ लोकल आलु देख्नुहुन्छ यसरी आन्टीले कसरी दिनुभयो तपाईँले चाहिँ आन्टी आलु तरकारी खाने कि बिउ हो यो तरकारी खाने भुजा खाना है आलु भुजुरी यो चाहिँ गहत चाहिँ ए मुसुरी पो हो कसरी दिनुभयो नखेलाइकन ल्याउनु भएको यसको पहेँलो हुन्छ नि नत्र त कोष्टासँग रहेछ होइन 150 रुपियाँ केजी सस्तो रहेछ त नि दाल त तपाईँ पनि देख्नुहुन्छ भेजिटेबल्स मार्केट छ तपाईँलाई यसरी पुरै यहाँ के पाइन्छ आन्टी के पाइन्छ यहाँ चिया चिसो चिया अङ्कलले खाँदै हुनुहुन्छ यहाँनिर कति रुपियाँ खानुभयो 20 रुपियाँको खाएर मात्नु पो भएन त यो कति रुपियाँको 10 रुपियाँको ल पुरै यस्तरी यहाँ पुरै चिसो चिया आमाले बेच्नु कति कप बेच्नु भयो आज कति बोतल बेच्नु भयो 5 बोतल बोतल कसरी 80 रुपियाँ आफै पार्नुहुन्छ रक्सी ए खुदीको रक्सी बेच्नु हुँदो रहेछ आन्टीलाई यसरी तपाईँ देख्नुहुन्छ यसरी खाने यहाँनिर बाहरू पुरै बाको लाइनहरू रहेछ खाने यता पनि देख्नुहुन्छ तपाईँले यहाँको पोर्कको मासुको
लाइन चाहिँ यहाँ सेकवा खाने लाइनहरू यस्तो देख्नु हुँदो रहेछ यहाँनिर ल ठक्कसँगले यसरी कटिङ गर्दै हुनुहुन्छ यसरी यहाँ बङ्गुरको मासु सकिसकेको मासु अङ्कल कसरी छ मासु यहाँ 550 रुपियाँ केजी रहेको छ बङ्गुरको मासु चाहिँ कतिवटा पसल छ यहाँ 5वटा आम्मा धेरै बिग्दो रहेछ मासु त सकिसक्यो त्यही पनि ल सेकुवा खानु पर्यो भने त मासै छैन रहेछ त भाइ सबैमा सकेको मासु कहाँनिर छ मासु सक्यो अङ्कल ओहो कतै छैन यहाँ यता पनि छैन यता पनि छैन छैन रहेछ त्यहाँ पनि मासु सकिएछ ए यता सेकुवा चाहिँ रहेछ मासु छैन रहेछ मासु पनि सेकुवा त खानु पर्दैन कोही मासु छैन रहेछ यो खेतीबारीको टाइम भएको कारणले गर्दाखेरि अहिले चाहिँ भने पुरै बजार पातलो लागेको छ त्यही माथि मेलाहरू त्यस्तिकै छ अहिले चाहिँ भने त्यसै कारणले गर्दा पनि होला यहाँ देख्नुहुन्छ यो चिचिन्डो कति लामो लामो आमा यो चाहिँ कसरी दिनुभयो कसरी जोख्ने यसलाई किलोको 50 छिप्पेकै कलिलो यो कलिलो मिठोको छिप्पो मिठो हजुर यही मिठो हुन्छ है सब्जीहरू तपाईँले यसरी देख्नुहुन्छ यो चाहिँ कसरी अङ्कल प्याज चाहिँ 50 रुपियाँ केजी 100 मा अढाई आलु चाहिँ 40 रुपियाँ केजी देख्नु तपाईँले यसरी अनि यहाँ आन्टीले प्याजी बोल्दै हुनुहुन्छ यसरी आगोमा पुरै कसरी प्याजी 10 को 3वटा प्याजी यो बजारको खसी बजार चाहिँ उतापट्टि देख्नुहुन्छ अगाडिपट्टि तपाईँलाई खसी बजार चाहिँ यहाँ चाहिँ पुरै दालमुट निम्कीहरू राख्नु चकलेटहरू यसरी मैले यतिखेर चाहिँ साँझको टाइममा बजार चाहिँ यतिकै भिडभाड देख्नुहुन्छ ल ल बजार चाहिँ एक्सप्लोर गरिसकेको छ साथीहरू सेकुवा नभएर सेकुवामा चाहिँ मासु सकेको कारणले गर्दाखेरि चाहिँ सेकुवा खान पाइएन साथीहरू सेकुवा चाहिँ ट्राई गरिदिनु पऱ्यो भनिरहेको थिएँ आज चाहिँ यहाँनिर यहाँ चाहिँ डोनट पोल्दै हुनुहुन्छ आन्टीलाई यसरी ताजा ताजा डोनट आन्टी कतिवटा बनाउनु भयो आज 500वटा अन्दाजी थाहै टुङ्गै हुँदैन यो चाहिँ फलफुलहरू देख्नुहुन्छ यसरी पुरै कागती चाहिँ कसरी भयो नि 50 को 6वटा छानी सानो पनि रहेछ नि त फेरि यो चाहिँ के आल्चा यो त पाहाडमा मात्रै पाइन्छ होइन कुन पाहाडको यो ए कसरी यो केजीमा पो यो पनि सबै यो पुरै बिग्रिसकेको छ नि त यसरी हरियो पनि रहेछ धेरै पाकेको भए चाहिँ ठिक हुन्थ्यो होला यस्तो देखिन्छ यहाँको आँप चाहिँ कसरी छ अङ्कल अहिले यो त यहाँको होइन नि इन्डियाको आँप 100 रुपियाँ केजी ल कुन्जीबारी चोकमा चाहिँ मैले केही पनि लिएन केही पनि खाएन साथीहरू यो बजारमा चाहिँ यहाँ चाहिँ देख्नुहुन्छ खसी पनि सकिसकेछ अब त खसी चाहिँ कसरी थियो अङ्कल 1000 रुपियाँ केजी थियो आजको भिडियो चाहिँ तपाईँलाई कस्तो लाग्यो साथीहरू कुन्जीबारी हाट बजारको भिडियो चाहिँ अनि कुन्जीबारी हाट बजारबाट चाहिँ बिदा दिन चाहे साथीहरू सी यु नेक्स्ट ब्लग नेक्स्ट भिडियो